हेलो सबैजनालाई मेरो सानो मिनी ब्लगमा तपाईहरुलाई आशा गर्दछु मन पर्छ होला भनेर हामी चाहिँ ड्युटीबाट आएर रात पर्यो त्यही भएर खाना बनाउँदैछ बहिनीले मैले चाहिँ यसो भिडियो गरिदिएको पहिला चाहिँ हामी त्यो लाइट जलेको छ नि त्यहाँ चाहिँ हामी सेकेन्ड फ्लोरमा बस्थ्यो अहिले हामी यहाँ सरेको चाहिँ एक हप्ता जस्तै भयो हैन हामी अहिले यहाँ बस्छ तर यहाँ चाहिँ अन्धकार जस्तो छ के यहाँ जंगल टाइपको छ तर पनि हामी अब सबै फ्यामिली वाला छ हैन राम्रै छ यो चाहिँ हामीले बस्ने रुम हो तपाईलाई म रुम देखाइदिन्छु है तपाईलाई मन पर्छ होला सफा छ के रुमहरु हामी पनि सफा राखिरहेको छ अहिले सम्म पनि हैन यो चाहिँ हाम्रो भगवानको रुम हो हैन हामीले तर पूजा चाहिँ अहिले चाहिँ गरेको छैन हैन ल्याएको छैन लाइट मात्रै बालिरहेको छ सधैँ दिनभरि रातभरि अनि यहाँ चाहिँ हाम्रो वाशरुम हो तर हामीले अनि यहाँ चाहिँ हाम्रो सुत्ने रुम हो अनि यहाँ म सुत्छु यहाँ बहिनी सुत्छ हाम्रो लुगा राख्ने कबर्ड पनि छैन यहाँ चाहिँ हामीले यसरी नै राख्छ पहिलाको रुममा चाहिँ थियो अहिलेको रुममा चाहिँ छैन कबर्ड यही नै हामीले एडजस्ट गरेर बसिरहेको छु हैन अब घर सोचेर हामी बसिरहेको छु बहिनीले चाहिँ यहाँ खाना बनाउँदैछ के बनाउँदैछ थाहा छैन हो मेरो झोल बनाउँदैछ पानी थुक्पा हाम्रो चाहिँ उगीको थुक्पा पाक्यो हैन उगी बनाउँदै थियो नि बहिनीले यो थुक्पा हो हामीले एउटा भाइलाई पनि बोलाएको छ पाहुना भाइलाई हो यहाँ हाम्रो भाइ हो अनिकेत भाइ हो हाम्रो बहिनी हो अनि यहाँ चाहिँ झोल पनि छ गाइस हेर्नुहोस् भयो बेसी नहोला अब हामीले झोल लगाएर खान्छ पहिला चाहिँ तिम्रोमा लगाऊ न भाइ अनि तपाईँ यो भिडियो मन पर्यो भने लाइक सब्स्क्राइब गरिदिनुहोस् होला मेरो सिस्टरलाई अगाडि बढाइदिनुहोस् होला धन्यवाद सेयर गरिदिनुहोस् होला।